बडी छिटो बन्छ भन्दै धेरै प्रोटिन खाँदै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ। जिममा तपाईको मसल फाइबर ब्रेक हुन्छ र त्यसलाई रिपेयर गर्नको लागि चाहिने अमिनो एसिड प्रोटिनले दिन्छ। त्यसैले रिपेयर हुन चाहिने प्रोटिन पूरा गर्नुभयो भने मसल बन्छ र मार्केटमा जति धेरै प्रोटिन खाए त्यति छिटो बडी बन्छ भन्ने हल्ला छ। 2022 मा गरेको 60 वटा रिसर्चहरुको मेटा एनालाइसिस अनुसार हामीलाई बडी बनाउन चाहिने प्रोटिनको एउटा थ्रेशोल्ड छ र जुन थ्रेशोल्ड पछि प्रोटिनले मसल बनाउन खासै रोल खेल्दैन। धेरै जस्तो मान्छेले आफ्नो बडी वेटको 1.2 देखि 1.4 ग्राम प्रोटिन खाँदा इनफ हुन्छ, तर आफूले अलि धेरै एक्सरसाइज गर्छु र धेरै प्रोटिन चाहिन्छ जस्तो लाग्छ भने 1.4 देखि 1.6 ग्राम सम्म अप्टिमल हुन्छ। अनि तपाईको बडी फ्याट पर्सेन्टेज अलि थोरै छ, 15 भन्दा तल छ भने तपाईलाई धेरै प्रोटिन चाहिन सक्छ। त्यही पनि 1.6 देखि 2 ग्राम सम्म प्रोटिन खाँदा इनफ हुन्छ। तर त्यो भन्दा बढी प्रोटिन खाएर धेरै मसल ग्रोथ हुने होइन। मसल ग्रोथ हुने 4 वटा फ्याक्टरहरु छ। नम्बर 1 रेजिस्टेन्स ट्रेनिङ गर्ने अनि कन्सिस्टेन्टली प्रोग्रेसिभ ओभरलोड गर्ने र राम्रोसँग ट्रेनिङ गर्ने। नम्बर 2 आफूलाई चाहिने इनफ क्यालोरी इन्टेकहरु चाहिँ पूरा गर्ने, चाहे त्यो कार्बबाट नै किन नहोस्। नम्बर 3 इनफ रेस्ट र रिकभरी हुनु पर्यो। अनि नम्बर 4 बल्ल प्रोटिन इन्टेकको कुरा आउँछ। जेनेरली तपाईले आफ्नो वेटको 1.6 ग्राम प्रोटिन खाँदा इनफ हुन्छ, अर्थात 60 केजी को मान्छेले 60 × 1.6 जुन हुन्छ 96 ग्राम। तर आफ्नो बडी वेटको 1.2 ग्राम भन्दा थोरै प्रोटिन चाहिँ नखानु होला। त्यो कन्डिसनमा तपाईको मसल रिकभरी स्लो हुन्छ। अनि अरु फिटनेस ट्रुथको लागि हामीलाई फलो गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।